स्क्रिन देखिरहेछ नि? सुरु गरौँ? सर। ल ओके। ओके। ल सुरु गरौँ अब। पोहोरको एउटा क्वेसनबाट सुरु गरौँ। पोहोर सालको क्वेसन तिमीहरूलाई। ल यानी यानी इ सरी एकैछिन। यानी यानी 2082 साइन्सलाई सोधेको क्वेसन। पोहोर आएको क्वेसन यस्तो गाह्रो छैन, धेरै सजिलो क्वेसन सोधिएको छ। हेलो लेख्नुबाट क्वेसन धेरै गाह्रो छैन। के सोधिएको छ भने क्वेसनमा a chemical reaction occurs as follows भनेको छ। केमिकल रिएक्सन दिएको छ CH3 CH2 Br CH3 CH2 Br लाई 21 क्यू 21 पोटासियम हाइड्रोक्साइडसँग रिएक्सन गरेपछि बी भन्ने कम्पाउन्ड बन्छ प्लस केबिआर बन्छ। ल फर्स्ट क्वेसन यहाँबाट सुरु भयो। बी निकाल्नु पर्यो। अब यसबाट क्वेसन सोधिएको छ, सब क्वेसन नम्बर एमा आइडेन्टिफाई आइडेन्टिफाई द कम्पाउन्ड्स बी बी in the above reaction b in the above reaction। त्यसरी क्वेसन नम्बर बी मा सोधेको छ which 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 substitution reaction which substitution reaction mechanism reaction mechanism occurs in the uh, above above reaction and why and why लास्ट वान क्वेसन सँगसँगै लेख्दै गरौँ है सबै। क्वेसन लेख्दै गरौँ। ल क्वेसन नम्बर सीमा वाट इज द what is the product what is the product formed when alcoholic KOH solution is used instead
instead of instead of 21 KOH, 21 KOH in the above reaction, above in the above reaction, in the above reaction. ल ल यो क्वेसनलाई एकछिन हेरौँ त, हामीले अस्ति गरिसकेका छौँ क्वेसन। के फर्मेसन होला बनाऊ त। हाँ, के कम्पाउन्ड केमा फर्म। सर माथि 1 नम्बर? हजुर हजुर। कति 1 नम्बर सर? वानको के बन्ला भन्नु त, फर्स्टको के बन्छ। प्रोपेनल। भेरी गुड। यस। यहाँबाट के बन्छ भन्दाखेरि यसको सोल्युसन मैले अब यो गर्दैन म क्वेसन है, तिमीहरूले आफै गर्नु। सबभन्दा पहिला हामीले हेर्नु पर्यो अ केमिकल रिएक्सन अकर्स एज अ फलोज। 1 2 3 छ होइन। ब्रोमो के हो यो, 1 ब्रोमो प्रोपानल, ब्रोमोप्रोपेन भन न, ब्रोमोप्रोपेनसँग 21 क्युएस रिएक्सन गर्यो भने हामीले पढेका छौँ प्रिपेरेसन अफ हेलो अल्किनको एउटा रिएक्सन हो यो, हो कि न, फर्स्टवाला फ्रम अल्किनबाट हो नि यो। ल हो, हेलो अल्किनको प्रिपेरेसन पोटासियम हाइड्रोक्साइड राख्दाखेरिको रिएक्सन भनेको यहाँबाट हाम्रो प्रोपानोल अल्कोहल फर्मेसन हुन्छ। सिधै गर्दाखेरि के हुन्छ भने CH3 ए को आन्सरमा CH3 CH2 CH2 बिआरलाई हामीले 21 केओएससँग रिएक्सन गरिदियौँ भने यसले के दिन्छ भन्दाखेरि CH3 CH3 CH2 CH2 OH प्लस केबिआर, केबिआर छँदैछ। बी भन्ने कम्पाउन्ड यही हो, बी आयो प्रोपानोल, मेथित प्रोपानोल, प्रोपानोल 1 प्रोपानोल प्रोपानोल फर्मेसन भयो। यसको नाम हो प्रोपानोल, प्रोपानोल, प्रोपानोल। त्यसै गरी क्वेसन नम्बर बी, क्वेसन नम्बर बीतिर ध्यान आकर्षण गरौँ। बी, बीमा छ क्वेसन बीमा हुइच सब्स्टिट्युसन रिएक्सन मेकानिजम अकर्स इन द एबभ रिएक्सन भनेको छ। अब कुन यसमा रिएक्सन होला भनौँ त, कुन होला। ओएच छ SN2 त हो सर। यहाँ ओएच छ, ओएच भनेको के हो, न्युक्लियोफाइल होइन, ओएच भनेको त्यही भन्नु पर्यो। यसमा के भन्नु पर्यो बीको आन्सर भने न्युक्लियोफिलिक, न्युक्लियोफिलिक सब्स्टिट्युसन। सर त्यो ओएच साइडमा मात्र किन जोडिन्छ सर? कस्तो साइड भन्नु खोजे। सर त्यो CS2 मा किन जोडिन सकिन्छ बिचको? ए बिचको, बिचको CH2 सँग यस सर। बिआर यो सँग चेन्ज यो गर्छ यस्तो हो, अल्कोहल अल्को ओएच ग्रुपले हाइड्रोक्साइल ग्रुपले अब एउटा मात्रै हाइड्रोक्साइल ग्रुप भएकोले यो साइडतिर गएको हो खासमा, अरू केही नै छैन। स्टेट चेन, स्टेट चेन भएकोले, स्टेट चेनमा छ यो हाम्रो हाइड्रोकार्बनको यो यस सर। चेन, स्टेट चेन भएकोले यहाँबाट हाम्रो यो के भयो भने यो ब्रोमिन गयो नि त, ब्रोमिनले रिप्लेसमेन्ट गरे हो नि त खास ब्रोमिनलाई, बिआरलाई रिप्लेसमेन्ट गर्दाखेरि यो ठाउँमा हाम्रो ओएच ग्रुप आएको मात्रै हो, अरू केही होइन यसमा है। यो बिआरलाई यस सर। ब्रोमिनलाई, ब्रोमिनलाई ओएस आएर ओएसले रिप्लेस गरेको यो बिआर हो। राम्रोसँग लेखिहाल्नु है यहाँनिर, थाहा नभनु यो बिआर हो, बिआर। ल ब्रोमिन हो यो बिआर। ल यो त्यहाँबाट भन्यो यो न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हो। इट इज अ न्युक्लियोफिलिक भनेको न्युक्लियोफाइल छ यहाँ, न्युक्लियोफाइलको सब्स्टिट्युट भयो, सब्स्टिट्युट गऱ्यो नि, न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन। अब यसमा वाइ किन भन्यो भने किन किन भन्नु पर्यो यसको, न्युक्लियोफाइल ले के गर्छ, ब्रोमिनलाई यहाँबाट बिआरलाई के गर्यो त, रिप्लेस आउट गर्यो, रिप्लेस आउट गर्यो भन्ने नै होइन। सी नम्बरको आन्सर के होला, वाट इज द प्रोडक्ट फर्म व्हेन अल्कोहोलिक केओएस सोल्युसन इज युज्ड इन्स्टेड अफ 21 केओएस इन द एबभ रिएक्सन। ल यसको सीको आन्सर निकालेर देखाउ त, सीको आन्सर सबैले, सीको, सीमा प्रोपिन होला सर। हो प्रोपिन भन्छ, एकदम भेरी गुड, प्रोपिन भन्छ, प्रोपिन भन्छ, ठिक छ। ल यो मैले लेखिनँ, सिधै सीको आन्सर के हुन्छ भने, सीमा के हुन्छ भन्दाखेरि
CS3 अब यसरी गरिदिने CS3 CS2 CS2 बिआर लाई हामीले केसँग रिएक्सन गर्नु पर्यो एएलसी अल्कोहलिक अल्कोहलिक केएच ठिक छ सँग रिएक्सन गरिदियो भने यस्तो गर्यो भने CS3 CS3 CH डबल बन्ड CS2 हुन्छ प्लस के बाँकी रह्यो पोटासियम बाँकी रह्यो नि त अघिकै जस्तै केबिआर त बाँकी रहला नि केबिआर प्लस वाटर ल यो किन यस्तो भयो भन त भनौ त यो एक अल्कोहोलिक अल्कोहोलिक केओएच आयो भने बिटा नि हाइड्रोजन हो अल्कोहल यो भयो बिटा भनेको यो हो यो बिटा हो यो हेर त यहाँ यो बिटा हाइड्रोजनलाई पहिलो अल्फा यहाँ हेरौँ यो फङ्सनल ग्रुपसँग जोडेको कार्बन अल्फा कार्बन डाइरेक्ट लिङ्क भएको त्यसपछिको कार्बन कुन हो बिचको कार्बन बिटा कार्बन यसको हाइड्रोजनको संख्या के हुनु पर्यो इलिमिनेसन हुनु पर्यो के इलिमिनेसन हुनु पर्यो यसलाई हामी के पनि भन्छौँ भने इलिमिनेसन रियाक्सन पनि भनिन्छ यसलाई के भनिन्छ इलिमिनेसन रियाक्सन अथवा यसलाई हामी बिटा इलिमिनेसन पनि भन्छौँ बिटा इलिमिनेसन बिटामा भएको हाइड्रोजनलाई इलिमिनेट गर्नु त्यही भएर त बिटा छ यहाँ जुन चाहिँ एउटा हाइड्रोजन कम छ यहाँ हेर त सिएच मात्रै छ यहाँ सिएच2 छ यहाँ के छ सिएच छ हो यो बिटा हाइड्रोजन इलिमिनेसन हुने भएकोले यसलाई के यसलाई हामी के पनि भन्छौँ बिटा इलिमिनेसन रियाक्सन पनि भनिन्छ कुरा बुझिरहेको छौ नि अरू क्वेसनतिर जाउँ एउटा अरू क्वेसन पोहोर साल 2082 सालमा आयो भनौँ न 2000 कति सालमा 82 सालमा आयो क्वेसन टेक्निकल स्ट्रिम लागेको साइन्समा होइन कि अर्को क्वेसन यस्तो आएको हेर त यो च्याप्टरबाट आएको क्वेसन नेक्स्ट क्वेसन पनि यो क्वेसन लेख्यो सबैले के छ अगाडि बढौँ नेट स्लो भयो क्या नेट स्लो भयो ओके सर नेट स्लो छैन नि हल्का हल्का अड्किरहेको छ अड्किरह ए ओके ल समस्या भयो भनौँ ल अर्को क्वेसनतिर गयो पोहोर साल टेक्निकल भने थाहा छ तिमीहरूलाई टेक्निकल स्ट्रिम साइन्स र टेक्निकल स्ट्रिम दुइटै स्ट्रिम छ नि होइन नेपालमा पढायो भने भनेको एनइबीले पढाइ गर्ने दुइटा स्ट्रिम एउटा साइन्स एउटा अर्को टेक्निकल कम्प्युटर साइन्स टेक्निकल प्लान्ट साइन्स भन्ने होइन टेक्निकललाई सोधेको क्वेसन कस्तो थियो भने हेरौँ त एनइबी अरू क्वेसन लेखौँ एनइबी 2082 2082मा टेक्निकललाई सोधेको टेक्निकल स्ट्रिम ल यो च्याप्टरबाट सोधेको क्वेसन अब तिमीहरूले यति क्वेसन गर्यौ भने योबाट आउने क्वेसन ल हामीले सबै क्वेसन गरिसकेका छौँ यो मध्येबाट क्वेसन आउने हो त्यही भएर क्वेसनलाई मोर टाइम्स तिमीले प्र्याक्टिस गर मोर टाइम्स क्वेसन आउने भनेको यिनीहरू नै हो योभन्दा बाहेक क्वेसनहरू अहिलेसम्म आएको छैन बाहिरबाट आउटबाट जति मैले गराएको छु त्यही भएर यो क्वेसनलाई पनि हेरौँ तिमीहरूलाई क्वेसन मैले सकेसम्म म्याक्सिमम गराउन खोजिरहेको खासमा यसमा अरू किन ल 2 नम्बर भनौँ यसलाई 2 नम्बर क्वेसन भनौँ जे भन्छौ द भेपर यसरी सोधेको छ यो क्वेसन द द भेपर अफ यसरी सोधेको छ है द भेपर अफ अर्ग्यानिक कम्पाउन्ड द भेपर अफ अर्ग्यानिक कम्पाउन्ड द भेपर अफ अर्ग्यानिक कम्पाउन्ड ए अर्ग्यानिक कम्पाउन्ड सरी अर्ग्यानिक कम्पाउन्ड ए अर्ग्यानिक कम्पाउन्ड ल अर्ग्यानिक कम्पाउन्ड ए इफ 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 इनहेल्ड INHALED इनहेल्ड खाइयो भने निलियो या इनहेल गरियो भने काउच द लस अफ
यसरी सोधेको छ लस अफ कन्सियसनेस, लस अफ कन्सियसनेस एन्ड 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 इफ heated and if heated and if heated with heated with conch nitric acid, conch HNO3, uh, forms a component of tear gas. मैले भने नि क्वेसन त्यही घुमाइ फिरायो भने क्वेसन त्यही हो, फर्म्स अ टियर ग्यास। त्यसपछि फेरि यसले क्वेसन के सोध्यो भने एमा तिमीहरूले यसको पनि आन्सर सल्भ गर्न त लागिहाल्यो है, कपी अगाडि राखेर क्वेसन पाउने बित्तिकै कपीमा लेखिहाल्ने हो कि अर्ग्यानिक केमिस्ट्रीलाई जति कपीमा प्र्याक्टिस गर्यो त्यति याद हुन्छ अर्ग्यानिक केमिस्ट्री, नत्र यो भोलाटाइल केमिस्ट्री पनि भन्छ होइन, भोलाटाइल केमिस्ट्री हो यो होइन। सब्लिमेसन हुन्छ, सब्लिमेसन थाहा छ नि, डाइरेक्ट सोलिड इन्टु ग्यास हुन्छ, फेरि सोलिड इन्टु ग्यासमा गयो भने के हुन्छ केही मागिरहन्न, फेरि विचार गरौँ है। त्यही भएर क्वेसनलाई कपीमा ट्याक्क टिपेर सुरु गरिहाल्ने, मैले लेख्ने बित्तिकै तिमीहरू पनि सँगसँगै लेख्ने गर, अझै सकिन्छ भने अझै अगाडि बढ्ने। ल एमा हाउ वुड यु, यसमा सोधेको छ हेर त, हाउ वुड यु प्रिपेयर prepare a, how would you prepare a by using one of the, हेर त क्वेसन कसरी सोधेको छ, one of the isomers, त्यो आइसोमरको नाम हो C2H6O, यो रहेछ 2 मार्क्समा सोधेको, यही क्वेसनले मात्रै 2 मार्क्स है, यसलाई 2, यो आएको क्वेसन 5 मार्क्समा हो, थाहा पाइराख्नु। त्यसपछि अर्को बी नम्बरमा सोधेको छ, बीमा what happens when component A, when component A is नम्बर आईमा लेखौ त, नम्बर आईमा A is exposed to EXPOACD, exposed to air, आईमा लेखौँ, आईमा heated with AG powder, मैले भने नि अहिलेसम्म गराएको क्वेसन बाहिर छैन, हिटेड विथ एजी पाउडर, अघि हिजो गराइसक्यो हो एजी पाउडर। त्यसै गरी थर्डमा हिटेड विथ HEATED, हिटेड विथ 21 AQUEOUS 21 अल्काली, ALKALI अल्काली, 21 अल्काली, ल 21 अल्काली, 21 अल्काली, ल यो क्वेसनलाई गरौँ त, 5 मार्क्समा आएको क्वेसन हो यो, 5 माथिको 2, यहाँ 3टा क्वेसन हेर त, 3 2 5, 3 2 5, यो 3 नम्बरमा यो 3टा क्वेसन यहाँ भइसक्यो, 3टा क्वेसन यहाँ भयो, क्वेसन पनि मार्क्स पनि थाहा पाउने हामीले, यो 3 मार्क्समा भयो, 3 2 5, 5 मार्क्समा 8वटा क्वेसनहरू आउँछन् हाम्रा, 5 मार्क्सका 8वटा क्वेसनहरू आउँछन्, त्योबाट पनि अर्ग्यानिक केमिस्ट्रीको मात्रै धेरै आउँछन्, अर्ग्यानिक केमिस्ट्रीलाई हामीले गर्नै पर्ने हुन्छ, अर्ग्यानिक केमिस्ट्री छोड्यो भने पास हुने सम्भावना कम हुन्छ भन्ने पनि बुझ्नु पर्यो, त्यही भएर पनि मैले अर्ग्यानिक केमिस्ट्रीलाई चाँडोभन्दा चाँडो गर्न खोजिरहेको हो खासमा। अरू अब नन मेटलमा जान्छ त्यसपछि म, मेटल र अर्ग्यानिक केमिस्ट्री, त्यसपछि यसलाई चाहिँ अब आज हेलो अल्केनबाट सकेर हामी अल्कोहलतिर छिर्छौँ है आज। ल यो क्वेसनलाई छिटो गरौँ त, के छ कुनै समस्या छ यसमा, क्वेसन बुझ्यो? यस सर। ओके ल ट्राई गरौँ, अहिले सकिन्छ?
सकिन्छ बाबु नानीहरू? के छ पहिला के भने हेरौँ त, ल अलिकति भनिदिन्छु म, तिमीहरू आफै लेखौ क्वेसन, नआएपछि ग्रुपमा राख्नु होइन, त्यहाँ आएर राख्नु या जहाँ त्योपछि हामी थाहा सफल गरौँला। यहाँ हेर, द भेपर अफ अर्ग्यानिक कम्पाउन्ड ए इफ इनहेल्ड भन्यो। अब यो इनहेल्ड गर्ने भने कम्पाउन्ड कुन होला भन त, कम्पाउन्डको नाम के रहेछ भनौँ त छिटो, जसले चाहिँ कन्सियसनेस अचेत बनाइदिन्छ हामीलाई यदि त्यो युज गर्यो भने, त्यसको नाम के हो? क्लोरोफर्म होला सर। क्लोरोफर्म हो, भेरी गुड। क्लोरोफर्मलाई हिट गर्नु पर्यो भन्यो, हिट गरेपछि अस्ति मैले पढाइसकेँ, यदि क्लोरोफर्मलाई कङ्क नाइट्रिक एसिडसँग हिट गरेपछि टियर ग्यास बन्छ भने होइन, क्लोरोपिक्रिन। क्लोरोपिक्रिन सर हो कि होइन, के भन्छ भनौँ त? त्यही हो सर, टियर ग्यास है। छिटो भनौँ। हो, CCl3NO2। एकदमै एकदमै एकदमै। त्यसलाई फर्दर के गर्ने भन्यो फेरि? अब यहाँ जानु पर्यो, त्यहाँ यो गर्नु परेन हामीले, यो गर्नै परेन क्या, यो गर्ने होइन, यहाँ यो गर्ने होइन, यहाँ जानु पर्यो क्वेसनमा। माथिको तिमीहरू फेरि यहाँ रिएक्सन गर्ला, क्लोरो पिक्रिन निकाल्ने होइन। यहाँ के भन्यो कुरा सुन, ध्यान दिएर सुन। तिमीहरू फेरि यहाँ क्वेसन त्यही भएर बुझ्दैनौ र त्यही भएर चाहिँ चिप्लिने कारण त्यही हो। हामीले यहाँ क्लोरो पिक्रिन बनाउने होइन, टियर ग्यास बन्छ भन्यो। उसले राम्रोसँग बुझाउनु खोजिदियो अझै, यति भन्दा पनि हुन्थ्यो, क्वेसनले अझ अझ इजी पारिदियो। इनहेल्ड कज द लस अफ कन्सियसनेस भने पनि हुन्थ्यो। अझ फेरि यहाँ पछाडि के भन्यो भने एन्ड इफ हिटेड विथ कङ्क HNO3 फर्म्स अ कम्पोनेन्ट अफ टियर ग्यास भन्यो। त्यो भनेको क्लोरोफर्म नै हो भन्ने कुरा माथिको क्वेसनले क्लियर पार्यो। क्वेसन यहाँबाट सुरु भयो, हाउ वुड यु प्रिपेयर ए, क्लोरोफर्म कसरी बनाउने भने होइन क्वेसनले, एमा यो ए कसरी बनाउने भन्यो, बाई युजिङ वान अफ द आइसोमर्स C2H6O। यो C2H6O भनेको के हो, अल्कोहल होइन, फ्रम अल्कोहल, फ्रम इथानोल। हेर त, C2H5OH भनेको अल्कोहल हो, C2H5OH भनेको अल्कोहल हो। अल्कोहलको आइसोमर्स के पनि हो, यसरी लेख्न मिल्छ अल्कोहल लगाएर, C2H6 भयो, हाइड्रोजनलाई अलग गरिदियो, अक्सिजन एउटा मात्रै भयो। अल्कोहल हो कि यो भने, CH3CH2OH। अल्कोहल हो कि होइन यो? हो सर। हो, यो अल्कोहल हो। यो भनेको CH3CH2OH लाई यसरी पनि लेख्न मिल्छ, C2H5OH मात्र लेख्न मिल्दैन। यसको नाम अल्कोहल हो। अल्कोहलबाट तिमीहरूले क्लोरोफर्मको प्रिपेरेसन गर्नु पर्यो, दुई तिन स्टेपमा यसलाई सिद्ध्याउनु पर्यो, सिधै सिधै होइन, सर्टकट गरेर गरे पनि हुन्छ। अथवा तिमीहरूले अब त्यो ब्लिचिङ पाउडरसँग रिएक्सन गर्ने, पछि गएर त्यसपछि केसँग रिएक्सन गर्छौ, अक्सिडेसन गर्ने होइन, एसिटाल्डिहाइड बनाउने, एसिटाल्डिहाइडलाई फेरि के गर्ने, क्लोरिनेसन गर्ने, त्यहाँबाट क्लोरल बन्छ। त्यो क्लोरललाई फर्दर फेरि तिमीले हाइड्रोलाइसिस गर्छौ, लास्टमा के बन्छ, क्लोरोफर्म बन्छ भन्ने कुरा त्यो लेखे पनि भयो। त्यो गर्ने, ल यो मैले गरिनँ क्वेसन, यति गरेँ। त्यसपछि त्यसपछि बीमा गएँ म, बी, क्वेसन नम्बर बी। एमा तिमीहरूले एको आन्सर के भयो भने प्रिपेरेसन अफ क्लोरोफर्म फ्रम इथेनोल, यसको आन्सर हो प्रिपेरेसन अफ क्लोरो, यसको आन्सर हो। यसको आन्सरमा के लेख्नु पर्यो भने क्लोरोफर्मको प्रिपेरेसन, CHLOROFORM, क्लोरोफर्म फ्रम अल्कोहल, इथेनोल, ETHANOL, इथेनोलको लेख्ने स्टेप सबै लेख्ने, सबै स्टेपहरू लेख्ने। के छ लेखाइदिनुपर्छ, यो लेखाइदिउँ, पढ्दैन सर। के छ लेखाइदिन्छु होइन, हतार गरेर जानु भएन। पढ्नु पऱ्यो, सोलिड पढ्नु पऱ्यो, सोलिड। त्यो एउटा च्याप्टर पढ्ने आधा पढ्ने भएर हुँदैन, पढेपछि सोलिड पढ्नु पऱ्यो कि, जब कि क्वेसन इक्जाम आइहाल्यो भने च्याप्प समातेर त्यसलाई साइड लगाइहाल्ने फेरि होइन, त्यो गर्नु पऱ्यो। ल यो एको भयो, एको आन्सर अहिले गरौँ होला। बीलाई बुझाउँछु पहिला म। वाट ह्यापन्स वेन द कम्पोनेन्ट ए इज, अब यो केमिकल यो कहाँ भयो हेर त, कम्पोनेन्ट एलाई कम्पोनेन्ट एलाई क्लोरोफर्मलाई एयरसँग रिएक्सन गरेपछि के होला, केमिकल प्रोपर्टीतिर गयो, के भन्छ, फोस्जिन बन्छ। एको आन्सर फोस्जिन हो कि होइन, फोस्जिन। बीमा के बन्छ भनौ त, हो सर। इथाइल पाउडर, इथाइन बन्छ वा एसिटाइन बन्छ। अर्को के होला, 21 अल्कालीसँग रिएक्सन गरे के बन्ला भनौ त? फर्मिक एसिड। भेरी गुड, फर्मिक एसिड भन्छ, यसको आन्सर फर्मिक एसिड हो। ल यी तिमीहरूले यिनीहरू रिएक्सनहरूलाई कहिले पनि नछुटाऊ तिमीहरू है, अहिले भनिदिएछु मैले। क्लोरोफर्मको केमिकल प्रोपर्टीका प्रिपेरेसनहरू छन्, केमिकल प्रोपर्टी जति पनि छ धेरै इम्पोर्टेन्ट छ। एयरसँग यो सिल्भर पाउडर इज भेरी भेरी इम्पोर्टेन्ट, धेरैचोटि सोध्छ। एसिटाइन कसरी बन्छ भनेर सोध्छ, यसलाई यो क्वेसनलाई घुमाउँछ मात्र यिनीहरूले, अर्ग्यानिकलाई क्वेसन घुमेर आउँछ।
होइन, तर आन्सर त्यही हुन्छ, सेम एन्सर हुन्छ। अनि यो 21 अल्कालीसँग पनि सोधिरहेको छ धेरैचोटि। 21 अल्कालीबाट 21 अल्कालीसँग रियाक्सन गर्यो भने हाम्रो बन्ने भनेको फर्मिक एसिडसम्म जानु पर्यो तिमीले। कहिलेकाहीँ फर्मिक एसिड नसोधेर when the chloroform is heated with 21 अल्काली इट गिव्स पोटासियम फर्मेट वा सोडियम फर्मेट पनि भन्छ। आधामै छोडिदिन्छ, तिमीले झुक्किएर नि यो कहाँबाट यस्तो क्वेसन आयो भन्छौ। यो हाम्रो केमिकल रिएक्सन गर्ने बेला पोटासियम फर्मेट पनि फर्मेसन हुन्छ, थाहा छ नि तिमीहरूलाई? सर अझै H2O माइनस हुन्छ फर्मिक एसिड हो अनि हो, एकदम एकदम एकदम। पोटेसियम आएर बस्छ। -S2 फर्मिक एसिड बन्छ। फर्मिक एसिडबाट वाटरलाई हामी डिहाइड्रेसन गरिदिन्छौँ। डिहाइड्रेसन रियाक्सन गर्ने बित्तिकै त्यहाँबाट के भन्छ, पोटासियम फर्मेट भन्छ। यो माथिको प्रिपेरेसन लेखाउनु पर्छ के छ तिमीहरूको आफै भन, लेखाइनु म आन्सर लेखाइदिन्छु दुइटैको, नत्र म हेलो एरेनिजतिर जान्छु यो क्वेसनलाई छोडेर। पर्दैन सर पर्दैन। पर्दैन हो? ल, तिमीलाई यो तिमीलाई यो होमवर्क जस्तो भयो, होमवर्क आफै गर्ने, HOMEWORK होमवर्क। ल ओके, यो गरेर प्र्याक्टिस गर्ने। ओके, ल ठिक छ। अब हामी जाउँ त्यसो भए हेलो एर्निजबाट आएको क्वेसन, एउटा क्वेसन हेलो एर्निजमा। ल अब म गएँ हेलो एर्निज, आज सकिन्छ होला यो च्याप्टर। हेलो, या चाहिँ यालो, हेलो ARENES, हेलो एरिन्स या हेलो एरिन जे भन्छौ, हेलो एरिन्स। ओके, हेलो एरिन्स। ल क्वेसन लेखौँ त। 3 नम्बर कति हो, क्वेसन लेखौँ यहाँ। क्वेसन, क्लोरोबेन्जिन CHLOROBENZEN क्लोरोबेन्जिन is a colorless COLOURLESS colorless flammable 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 liquid used to manufacture पेन्ट म्यानुफ्याक्चर गर्न प्रयोग गरिन्छ नि, पेन्ट रिमुभर्स गर्न, रिमुभर्स, डाइज, इन्सेक्टिसाइड्स इटिसी, इन्सेक्टिसाइड इटिसी। यहाँ क्वेसन एमा सोध्यो। अब बल्ल सोध्यो क्वेसन एले, हाउ इज क्लोरोबेन्जिन prepared from, नम्बर आईमा बेन्जिन, प्रिपेयर्ड फ्रम बेन्जिन। अनि त्यसै गरी नम्बर आईमा बेन्जिन डाइजोनियम क्लोराइड, बेन्जिन डाइएजो, बेन्जिन डाइजोनियम क्लोराइड। त्यसै गरी क्वेसन नम्बर बी, हाउ वुड यु कन्भर्ट, अब कन्भर्ट सोधिहाल्छ, हाउ वुड यु कन्भर्ट क्लोरोबेन्जिन CHELORO क्लोरो BENZEN क्लोरोबेन्जिन टु DDT डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरो इथेन भन्यो, DDT भनेको। त्यसै गरी सीमा, वाट प्रोडक्ट would you obtain by heating chlorobenzene CHLORO chlorobenzene with sodium
with sodium metal with sodium metal in the ether in the ether. Write the write the write the name of the write the name of write the name of the name of the reaction. Write the name of the reaction. पिंजरा छौ नि क्लियर छ है सिग्नल कम हो कि जस्तो लागिरहेछ है क्वेसन देखिरहेछौ नि